हेलो नमस्ते। आज मैले जेरीको रेसिपी लिएर आएको छु। सबभन्दा सुरुमा मैले 1 कचौरा मैदा, सानो कचौरा 1 कचौरा दही, आधी चम्चा बेकिङ सोडा, आधी कचौरा सोयाबिनको तेल राखेँ। हजुरले जुन तेल पनि राख्न सक्नुहुन्छ। अनि यसलाई राम्रोसँग मोलेर पानी राख्दै थोरै थोरै गर्दै यसको ब्याटर रेडी गर्न लागि केही समय चलाएपछि यो ब्याटर चाहिँ रेडी भएको छ। हजुरले देख्न सक्नुहुन्छ ब्याटर चाहिँ रेडी भयो। अब मैले यसलाई ढाकेर केही बेर राख्छु। त्यसपछि चास्नी बनाउँछु। चास्नी बनाउनको लागि 1 कचौरा चिनी र त्यही कचौराको 1 कचौरा पानी, थोरै फुड कलर अनि थोरै कागतीको रस राखेँ। त्यसपछि लङ सुकमेल राखेर यसलाई मैले उमाल्न थालेँ। केही बेर उमालेपछि यो चाहिँ रेडी भएको छ, बाक्लो भयो। अब यसलाई केही बेर सेलाउनका लागि राखौँ। अघि राखेको ब्याटर चाहिँ रेडी भइसक्यो। अब मैले यसलाई एउटा तेलको कागजमा राखेर जेरी बनाउनको लागि रेडी गरेँ। तेलको एक साइडमा पाल पारेर जेरी बनाउनका लागि मैले बनाउन थालेँ। यसो गराउँदै घुमाउँदै बनाएको छु। अब हजुरहरूले कस्तोमा बनाउन आउँछ त्यही अनुसार बनाउन सक्नुहुन्छ। केही बेर पकाएपछि यो रातो भयो। यसलाई मैले फर्काएँ। अब यो पाकिसक्यो। अघि बनाएर राखेको चास्नीमा यसलाई डुबाउँदै छु। हाम्रो जेरी रेडी भयो। थ्याङ्क यू सो मच।